गाइस हामी चाहिँ जाँदैछौँ कहाँ जाँदैछौँ छोरी फन पार्क तर पार्कभित्र छिर्दैनौँ त्यहाँ बाहिर 3 दिनको के मेला लागिरहेछ छोरीलाई त्यहाँ नगई भएन सो हामी जाँदैछौँ लेट्स हेरौँ के चाहिँ छ त्यस्तो स्पेसल कि छोरीलाई नगई भएन त्यहाँनिर ढिकुटी मण्डपको बाहिर केही मेलामा फाइनली हामी पुग्यौँ ढिकुटी मण्डपमा रहेको फ्यामिली एन्ड चाइल्ड एक्सप्लोर मेलामा यता बाइक पार्किङको लागि हामी उता जाँदैछौँ बाइक पार्किङ गरेपछि मात्रै हामी भित्र छिर्छौँ बाइक पार्किङको लागि चाहिँ हामी उता ढिकुटी मण्डप साइड गएर पार्किङ गरेर अब हामी इन्ट्री गर्दैछौँ म र छोरी चाहिँ सँगै छौँ यहाँनिर लुगाहरूको स्टल थियो अनि स्कुलहरूको स्टल थियो अनि डाइपरहरू पाउनुहुन्थ्यो हजुरहरूलाई सामानहरू केही प्रोडक्टहरू मनपर्ने भयो भने चाहिँ किन्नु छ भने जाँदा हुन्छ आफ्नो राम्रो राम्रो प्रोडक्टहरू थियो मलाई चाहिँ केही नै चाहिएको थिएन सो मैले चाहिँ केही पनि किनिनँ हेरेर मात्रै रमाइलो लिएँ ज्वेलरीहरू पनि राम्रो राम्रो खालको थियो अनि साडीहरू कुर्ताहरू अनि अरू पनि ड्रेसहरू एकदम राम्रो थियो हजुरले गएर हेरेर लिन सक्नुहुन्छ र फ्री अफ इन्ट्री कस्ट हो कस्टको चाहिँ पर्दैन त्यहाँभित्र छिरेर हेरेको चाहिँ अनि त्यहाँबाट बाहिर निस्केर हामी बाहिरपट्टिको खानातिर पनि स्टलमा गयौँ खाना चाहिँ मैले केही नै खाइनँ किनकि मेरो व्रत थियो अनि हामी यत्तिकै डुलिरहेको थियौँ के छ हेर्नलाई एक्सप्लोर गरिरहेको थियौँ हामी त्यहाँनिरको स्टलहरू चाहिँ के छ के पाकिरहेछ कता कता भनेर अनि यहाँनिर चाहिँ स्पुन रेस थियो प्यारेन्ट्सले बच्चाको स्पुनमा मार्बल्स राखिदिने अनि बच्चाले चाहिँ यता ल्याएर भाँडामा राख्नेवाला अनि यो चाहिँ हेऱ्यौँ म र छोरी भएर त्यो चाहिँ एकदम रमाइलो हेर्नलाई एकदम मजा आउने थियो बच्चाहरूले आफ्नो हिसाबले मिहिनेत गरिरहनु भएको थियो प्यारेन्ट्सले पनि र अनि त्यसपछि मेरो छोरी खान गई यसलाई चाहिँ के भन्छ मलाई चाहिँ थाहा छैन छोरी खाँदै थिएँ म र मेरो हस्बेन्डले चाहिँ नखाने भएर खाएन अब यो बिग मार्टको चाहिँ स्प्रिङ घुमाउनेवाला थियो यो नि फ्री अफ कस्ट लाइन बसेपछि घुमाउन पाउने थियो अनि घुमायौँ बेस्ट आयो मैले घुमाउँदा चाहिँ भिडियो बनाएन छोरी हो मेरो खोसेर खान थाली बिग मार्टको घुमाउनेवाला रिङमा घुमाएर मैले स्नेकर्स पाएको थिएँ त्यो चाहिँ छोरीलाई भयो हामी घुम्दै घुम्दै साउन्ड हेर्दा फ्री अफ कस्टमा साउन्ड हेरेर आयौँ अनि छोरीको रिभ्यू सोध्दैछु म यो चाहिँ हाम्रो आजको ब्लग हो मलाई चाहिँ ठिकै लाग्यो अनि छोरीलाई कस्तो लाग्यो छोरी भनेर मैले सोधिरहेको छु छोरीको रियाक्सन छोरीलाई चाहिँ एकदमै मन पर्यो अरे ठिकै लाग्यो अब हजुरहरूलाई